काठमाडौँको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौँ। एआई को क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्नेछौँ। कृषि र उद्योग क्षेत्रको मध्य मधेस चतुर्भुज क्वाड्राङ्गल बनाइनेछ। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानुनी प्रबन्ध मिलाउनेछौँ। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौँ। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौँ। नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केट प्लेस स्थापना गर्नेछौँ। नागरिक एपमा दर्जनौं सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिशियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेका छौँ। काठमाडौँको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौँ। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौँ। स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआई को क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्नेछु। एआई को युगमा महत्त्वपूर्ण भूमिका हुने गणित लगायतका शैक्षिक विधालाई उच्च प्राथमिकता दिनेछौँ। लामो समयदेखि थातिरहेको नेपाल विद्युत प्राधिकरणको पुनःसंरचना सम्पन्न गरिनेछ। नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि 3 छुट्टा छुट्टै कम्पनीमा विभाजन गर्नेछौँ। विद्युत खरिद सम्झौता भएका तर निर्माण सुरु नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी टेक और पे विधिमा नयाँ पीपीए गर्ने प्रबन्ध गर्नेछौँ। 10 मेगावाट भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पीपीए गर्नेछौँ। सुक्खायाममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउनेछौँ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउनेछौँ। प्रसारण लाइन बनाउने र विलिङ चार्ज लिई विद्युत व्यापार गर्न सक्ने कानुनी व्यवस्था समेत मिलाउनेछौँ। जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रुख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउनेछौँ। ठूला तथा जलाशययुक्त आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न प्रवर्धकले 100% रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष नै 40% सम्म शेयर सर्वसाधारणलाई बिक्री गर्न दिने नीति लिनेछौँ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वृद्धिको उत्तम सम्भावना भएका ग्रामीण एवं शहरोन्मुख क्षेत्रको चतुर्दिक प्रादेशिक विकासमा लगानी बढाउनेछौँ। यस्ता क्षेत्रलाई ग्रोथ पोल र क्वाडका रूपमा विकसित गर्न नीतिगत र भौतिक पूर्वाधारको एकीकृत योजना कार्यान्वयन गर्नेछौँ। सुनकोशी मरिन डाइभर्जनबाट सिंचित हुने 1,22,000 हेक्टर कमान्ड क्षेत्रलाई आधार बनाउँदै हुलाकी र पूर्व पश्चिम राजमार्ग विस्तारका बाँकी काम सम्पन्न गरी कृषि र उद्योग क्षेत्रको मध्य मधेस चतुर्भुज क्वाड्राङ्गल बनाइनेछ। मध्य पहाडी, पुष्पलाल लोकमार्ग, कर्णाली राजमार्ग, भेरी कोरिडोर र रारादेखि जुम्ला हुँदै फोक्सुन्डोसम्मको कर्णाली चतुर्भुजमा जडीबुटी, जलविद्युत, पर्यटन र खानीजन्य क्रियाकलापले प्रश्रय पाउने व्यवस्था मिलाइनेछ। पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट खण्ड र मुगलिन दमौली पोखरा खण्ड शीघ्र सम्पन्न गर्नेछौँ। सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रिय स्तरको रूपान्तरण सुरु गरी कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यम व्यवसाय केन्द्रित गण्डकी चतुर्भुज बनाउनेछौँ। त्रिवेणी धाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्नेछौँ। लुम्बिनी मुक्तिनाथ धार्मिक सांस्कृतिक मार्गमा आधारित निर्माण पथ प्रवर्धन गर्दै ध्यान, साधना, योग,
बौद्ध वैदिक दर्शन तथा मनाङ मुस्ताङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गर्नेछौँ। मध्य पहाडी राजमार्गसँग ओलाङचुङ गोला, किमाथाङका, तातोपानी, रसुवागढी, कोरला, हिल्सा जस्ता उत्तरी पर्या व्यापारिक गन्तव्यहरूसँग जोड्ने लक्ष्य राखेका छौँ। कोशी टप्पूदेखि कञ्चनजङ्घासम्मको क्षेत्रलाई समेटी जैविक विविधता संरक्षण र स्वच्छ ऊर्जा विकास केन्द्रित कोशी करिडोरको योजना अगाडि बढाउनेछौँ। रामा रोशन, खप्तड, बडी मालिका, शैलेश्वरी, उग्रतारा र मल्लिकार्जुन क्षेत्र समेटी सुदूरपश्चिममा विशिष्ट पर्यटकीय चतुर्दिक विकास अगाडि बढाउनेछौँ।